नमस्ते, म डाक्टर लालबी राणा। हजुरलाई आज मैले जुन एउटा एकदमै महत्त्वपूर्ण प्लान्टको बारेमा बोल्न गइरहेको छु। हजुरहरूलाई मैले प्लान्टलाई चिनाउँछु र देखाउँछु पनि है। त्यसको बारेमा हजुरहरूले हेर्दै जानु होला है। देख्नुभयो? हो, यो प्लान्टलाई चिन्नुभयो हजुरहरूले? यसको नाम हो कढीपत्ता, मिठा निम है। यसको बारेमा म भन्दै जान्छु, हजुरहरूले सुन्दै गर्नु होला। ध्यान दिएर सुन्नु होला है त यसको बारेमा। यसको इङ्ग्लिस नेम करी लिभ हो है। यसको बोटानिकल नेम मोरेया कनिकी हो है। यसलाई हामी गाउँघरमा बग्रेटी भन्छौँ है, हाम्रो पश्चिमतिर। अनि मिठा निम पनि भनिन्छ यसलाई है। कढीपत्ता भनेर प्रसिद्ध छ। यो कुन कुन डिजिजमा प्रयोग गरिन्छ त है। यो स्वस्थ व्यक्तिले पनि भान्सामा हैन प्रयोग गरेको भेटिन्छ, कतिपय दाजुभाइ दिदीबहिनीलाई थाहा भएको दाजुभाइ दिदीबहिनीहरूलाई। तर औषधिले भरिपूर्ण छ र औषधिमा यो प्रयोग गर्न सकिन्छ भन्ने कुराहरू धेरैलाई थाहा नहुन सक्छ है। यसको के फाइदा छ त भन्ने कुराहरू हजुरलाई म एकदम जानकारी गराउन चाहन्छु। यसले के गर्छ भन्दा यसले एन्टिब्याक्टेरियल काम गर्छ है। अनि भाइरल इन्फेक्सनदेखि लिएर फङ्गाई कुराहरू छ नि, जुन ब्याक्टेरियल इन्फेक्सनका कुरा, अल्सरका कुरा हैन, त्यस्तोमा एकदमै इफेक्टिभ छ। म अब डिपली भन्दैछु है। यसले हेयर लसलाई काम गर्छ है, कपाल फुल्न दिँदैन। अनि लिभर डिटक्सिफाई गर्छ के, लिभरलाई एकदम खराब हुनबाट बचाउँछ। अनि वेट लस गराउँछ है। मोटोपन धेरै बढेको छ भने एकदम वेट लस गर्ने काम, घटाउने काम गर्छ है। अनि अर्को कुरा मुटुलाई बचाउने काम गर्छ यसले है। कोलेस्ट्रोलको मात्रा एकदमै बढेको हुन्छ नि त, त्यस्तो अवस्थामा कोलेस्ट्रोललाई एकदमै सम अवस्थामा ल्याउने है, नर्मल अवस्थामा ल्याउने काम गर्दछ। अनि सुगर रोगको लागि एकदमै इफेक्टिभ छ यो है, डायबिटिजको लागि। अनि ब्लड प्रेसरको लागि एकदमै सुइटेबल छ यो है, एकदम कम गर्छ, मेन्टेन बनाउँछ। अनि एनिमिया, हेमोग्लोबिनको मात्रा एकदमै कम छ भने यसले एकदमै धेरै राम्रो रगतको मात्रा बढाउने काम गर्दछ है। अनि अर्को कुरा, यसले क्यान्सरहरू हुन नदिने है। शरीरमा भएको क्यान्सर छ भने पनि क्यान्सर सेलहरू एकदम ग्रोथ हुँदै गइरहेको हुन्छ नि, वृद्धि विकास हुँदै गइरहेको हुन्छ नि, त्यस्तो ग्रोथलाई एकदमै नाश गर्दछ है, नष्ट गर्दछ र क्यान्सर सेललाई बढ्न दिँदैन है, एकदमै राम्रो गर्छ। अनि अर्को कुरा, यसले पिसिओडीको लागि एकदमै राम्रो, महिनावारी सम्बन्धी पेन हुने, दुख्ने हैन, जो सिस्ट, पिसिओडी, पाठेघर सम्बन्धीको समस्या, महिनावारी सम्बन्धी गडबडी, एभ्रिथिङलाई एकदमै महिला दिदीबहिनीहरूको लागि एकदमै राम्रो काम गर्छ। अनि यसले क्याल्सियमको मात्रा एकदमै बढाउँछ है। यसमा भिटामिनको मात्रा प्रशस्त हुन्छ है। यसमा भिटामिन ए पाइन्छ, सी पाइन्छ, ई पाइन्छ, डी पाइन्छ है यसमा। अनि यसले पाचन शक्ति एकदमै बढाउँछ। अनि खाना अपच, पेट फुल्ने, पेट दुख्ने, त्यस्तोमा एकदमै गुणकारी छ यो है। अनि त्यो सँगसँगै अब फङ्गाइमा भने मैले है, छाला सम्बन्धी कुनै दाद, एलर्जी, धब्बाहरू, चाया, पोतो, डन्डीफोर, घाउ, चोटपटक लागेकोमा पनि एकदमै इफेक्टिभ छ। यसलाई लेप गराएर पेस्ट बनाएर लगाउन सक्नुहुन्छ, लेप गर्न सक्नुहुन्छ है। अनि यो सँगसँगै यसले एन्टी इन्फ्लामेटरी काम गर्दछ है। अनि त्यो सँगसँगै कब्जियतलाई एकदमै राम्रो गर्छ, कन्स्टिपेसनलाई है। अनि हजुरहरूले यसलाई प्रयोग कसरी गर्ने त भन्दाखेरि, यसलाई हजुरले यसको पाउडर 3 देखि 4 ग्राम बिहान बेलुका मनतातो पानीसँग खाली पेटमा खान सक्नुहुन्छ। र हजुरले दैनिक रूपमा यतिकै हेल्दी पर्सन छ, योबाट बच्न चाहनुहुन्छ, यस्तो रोग नलागोस्, यस्तो समस्या नआओस् भन्न चाहनुहुन्छ भने तपाईहरूले 8-10 वटा पत्ता हैन बिहान बिहान खाली पेटमा चपाउन सक्नुहुन्छ है। यसले एकदमै इफेक्टिभ छ। यो तपाईले यो जुन कढीपत्ता सधैँ सेवन गर्नुभयो भने शरीरमा रगतको मात्रा कमी हुने छैन है, एकदमै राम्रो। त्यसकारणले गर्दा हामीले यसलाई प्रयोग गर्न जरुरी छ है। आयुर्वेदमा कतिपय दाजुभाइ दिदीबहिनीलाई थाहा नहुन सक्छ हैन, झारपात त हो नि भन्ने बुझिन्छ नि त हामीले हैन, सामान्य बुझ्छौँ नि हामी त यसलाई है। झारपात भनेर नबुझ्नु होला, यो एकदमै यस्तो महत्त्वपूर्ण प्लान्ट हो हैन, जसले जीवन दिन्छ है। जुन क्यान्सर पीडित बिरामी हुनुहुन्छ, जुन हेमोग्लोबिनको मात्रा एकदमै कमी छ, रगतको मात्रा कमी छ, त्यस्तो अवस्था भएको बिरामीलाई एकदमै यसले बाँच्ने सहारा दिनेछ हैन, एकदमै राहत हुनेछ। यो मेरो यो जुन हजुरको यो भिडियोले, मेरो यो भिडियोले हजुरहरूलाई एकदमै कल्याण हुनेछ। हेर्नुहोस् त कति अमूल्य जडीबुटीहरू छन् हाम्रो यो गाउँ घर पाखा कखेरा, यो प्रशस्त पाइने यो हिमाल, तराई, पहाड। यो हिमालमा त पाउँदैन होला, यो पहाडतिर र तराईतिर प्रशस्त पाइन्छ है।
त्यस कारणले गर्दा यसलाई राम्ररी चिनौँ, यसलाई संरक्षण गरौँ, जोगाउँ होइन। यस्ता महत्त्वपूर्ण प्लान्ट छन् जुन हामीले किन्नु पर्दैन है, निःशुल्क रूपमा जताकतै प्रशस्त पाइन्छन्। आफ्नो स्वास्थ्यलाई ख्याल गर्ने, आफ्नो स्वास्थ्यलाई एकदम हेल्दी बनाउने एकदमै बहुगुणकारी यस्ता प्लान्टहरू, जडीबुटीहरू प्रशस्त छन् हाम्रो नेपालमा होइन। अनि त्यस कारणले यसलाई हामीले माया गरौँ होइन, प्रयोग गर्ने बानी बसालौँ। जुन चिज हामीले प्रयोग गऱ्यौँ भने हामी स्वस्थ रहन्छौँ। त्यस कारणले गर्दा यस्ता चिजहरूलाई एकदमै ध्यानपूर्वक सुनौँ र आफूले आफ्नो जीवनमा प्रयोग गर्ने बानी बसालौँ। हस्, थ्याङ्क यू।